ल सुरु गरौँ है त। आजको यस प्रस्तुतिमा हामी कक्षा 6 को सामाजिक अध्ययन अन्तर्गत एकाइ 1 को पहिलो पाठमा रहेको समाज र समुदायका आधारभूत अवधारणाहरूलाई केलाउनेछौँ। यसलाई एकदमै सजिलो र परीक्षामा काम लाग्ने गरी विस्तृत रूपमा बुझ्ने प्रयास गरौँ। आजको हाम्रो रूपरेखा यस्तो छ। हामी मुख्य गरी 6वटा कुरामा ध्यान दिनेछौँ। 1. हाम्रो समाज। 2. समाज भनेको के हो। 3. समुदाय भनेको के हो। 4. यिनीहरू बीचका समानता। 5. भिन्नताहरू। र अन्त्यमा 6. पाठका अभ्यासहरू। अब पहिलो खण्डबाटै सुरु गरौँ। हाम्रो समाज र कक्षा कोठाको परिदृश्य। पाठ्यपुस्तकको सुरुवात नै एउटा रमाइलो कक्षा कोठाको परिदृश्यबाट हुन्छ, जहाँ विद्यार्थीहरूलाई समाज र समुदायको बारेमा अनुसन्धान गर्न 4वटा समूहमा विभाजन गरिन्छ। साँच्चै भन्ने हो भने मानिसहरू कसरी सँगै बस्छन्, मिलेर गाउँको सरसफाई गर्छन् र सँगै सिक्छन् भन्ने कुरा बुझ्न सिद्धान्तभन्दा पनि यस्तै व्यावहारिक उदाहरणबाट धेरै सजिलो हुन्छ। अब दोस्रो खण्डमा प्रवेश गरौँ। खासमा समाज भनेको के हो त? विद्यार्थीहरूको समूह कले आफ्नो अनुसन्धानपछि समाजलाई निकै फराकिलो दायरामा परिभाषित गरेको छ। समाज भनेको मुख्यतया मानव अन्तर्क्रिया र सम्बन्धहरूको एउटा निरन्तर जालो हो। यो सर्वव्यापी छ, अर्थात् संसारको जुनसुकै कुनामा पनि यसको अस्तित्व हुन्छ। र सबैभन्दा रोचक कुरा त के भने समय, चाडपर्व र परम्परासँगै यो सधैँ परिवर्तनशील पनि हुन्छ। यति मात्र कहाँ हो र? समाज यति व्यापक हुन्छ कि यसमा सहयोग, सम्मान र माया मात्र होइन, कहिलेकाहीँ सङ्घर्ष पनि अटाउँछ। यो त व्यक्ति, परिवार, विभिन्न जातजाति र सङ्घ-संस्थाहरू मिलेर बनेको एउटा विशाल र जीवन्त संरचना पो हो त। अब लागौँ तेस्रो खण्डतर्फ। समाज त बुझियो, तर समुदाय भनेको चाहिँ के हो त? समाजको तुलनामा समुदाय अलि फरक र निकै विशिष्ट हुन्छ। विद्यार्थीहरूको समूह खको अनुसन्धान अनुसार एउटा निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्ने, बलियो सामूहिक पहिचान भएका र एक आपसमा अत्यधिक आश्रित मानिसहरूको समूहलाई नै समुदाय भनिन्छ। उदाहरणका लागि भनौँ न, गुरुङ समुदाय वा नेवार समुदाय। समुदायको निर्माण विशेष गरी एउटै जात, पेशा वा धर्मका आधारमा पनि हुन्छ। यो स्थायी प्रकृतिको हुन्छ, जहाँ सदस्यहरूबीच उच्च समानता पाइन्छ। विशेष गरी एउटै ठाउँको हुँ भन्ने स्थानीयताको भावना र हामी भन्ने बलियो एकताले मानिसहरूलाई एकदमै गहिरोसँग जोडेको हुन्छ। अब चौथो खण्डमा हेरौँ, समाज र समुदाय बीच के कस्ता समानताहरू छन् त? हेर्दा फरक जस्तो लागे पनि यी दुई अवधारणाहरू पूर्ण रूपमा विपरीत भने पक्कै होइनन्। समूह गले पत्ता लगाएअनुसार दुवै संरचनामा सामूहिकताको भावना हुन्छ। दुवैले सदस्यहरूबीच सामाजिक जिम्मेवारी बाँडफाँड गर्छन्, सुरक्षा र एकता प्रदान गर्छन् र आपसी सहकार्य तथा मेलमिलाप बढाउँछन्। भनौँ न, मानिसलाई एक्लोपनबाट जोगाउने र बाँच्न सिकाउने काम दुवैले गर्छन्। अब पाँचौं खण्डमा लागौँ, जहाँ हामी समाज र समुदाय बीचका मुख्य भिन्नताहरू केलाउनेछौँ। समूह घले प्रस्तुत गरेको यो तालिकाले भिन्नताहरूलाई एकदमै स्पष्ट पार्छ। मुख्य भिन्नता भनेको यिनको दायरा नै हो। समाज एउटा सामाजिक सम्बन्धको जालो हो, जसको कुनै स्पष्ट भौगोलिक सिमाना चाहिँदैन र यो अत्यन्तै बृहत हुन्छ। तर समुदाय निश्चित स्थानमा मात्र फैलिएको हुन्छ, यसको स्पष्ट भौगोलिक क्षेत्र हुन्छ र यो समाजको तुलनामा निकै सानो हुन्छ। यही आकारको भिन्नताले गर्दा समुदायका मानिसहरूमा रुचिहरू समान हुन्छन्, समानता बढी हुन्छ र हामी भन्ने भावना धेरै नै उच्च हुन्छ। तर समाज अलि ठूलो हुने भएकाले त्यहाँ रुचि र उद्देश्यहरू भिन्न प्रकृतिका हुन्छन्, विविधता धेरै हुन्छ र हामी भन्ने भावना समुदायको तुलनामा अलि कम हुन्छ। अब लागौँ हाम्रो अन्तिम खण्डतर्फ, पाठका अभ्यासहरू र परीक्षाको तयारी। सिकेका कुरालाई यहाँ लागू गरौँ। पहिलो र दोस्रो अभ्यासले सिधै सोधेका छन्, समाज भनेको के हो र समुदाय भनेको के हो। परीक्षामा यी प्राय छोटो उत्तर आउने प्रश्नका रूपमा सोधिन्छन्। यसको सटिक उत्तर लेख्दा हामीले के याद गर्नुपर्छ भने समाज मानिसहरूको अन्तर्क्रिया र सम्बन्धको बृहत संरचना वा जालो हो। अर्कोतर्फ समुदाय भनेको एउटा निश्चित भौगोलिक क्षेत्रमा बस्ने, एकापसमा आश्रित र साझा पहिचान भएको मानिसहरूको विशिष्ट समूह हो। यति लेखेपछि पूर्ण अङ्क पक्का। तेस्रो प्रश्न अलि व्यावहारिक छ। यसले सोधेको छ, समाजबाट हामीलाई के फाइदा हुन्छ। यो प्रश्नले हाम्रो विश्लेषणात्मक क्षमता जाँच्छ। अघि हामीले समानताहरू पढेको खण्डलाई सम्झ्यौँ त।
समाजबाट हामीले आधारभूत सुरक्षा र एकता प्राप्त गर्छौं। यसले आपसी सहकार्य र मेलमिलाप बढाउँछ र सामाजिक जिम्मेवारी बाँडफाँड गर्न सिकाउँछ। छोटकरीमा भन्दा मानिसलाई सुरक्षित रूपमा बाँच्न र अघि बढ्न चाहिने सम्पूर्ण भावनात्मक सहयोग समाजले नै दिन्छ। अब अन्तिम 2 अभ्यासहरू जसले समाज र समुदाय बीचका समानता र भिन्नताहरू सोधेका छन्। परीक्षाको दृष्टिकोणले यी लामा उत्तर आउने अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूको उत्कृष्ट उत्तर दिनको लागि अघि हामीले छलफल गरेका समूह कका 4वटा समानताहरू र समूह घले प्रस्तुत गरेको 6 बुन्दे तुलनात्मक तालिकालाई जस्ताको तस्तै प्रस्तुत गर्न सकिन्छ। यसरी बुदागत र तालिकाबद्ध रूपमा उत्तर दिँदा परीक्षकले पनि धेरै रुचाउँछन्। र अन्त्यमा पाठ्यपुस्तकको यो क्रियाकलापमाथि अलिकति विचार गरौँ। आज सिकेका कुराको आधारमा घर बाहिरको हाम्रो आफ्नै स्थानीय समाजमा कस्ता विशिष्ट विशेषताहरू देख्न सकिन्छ त? त्यहाँ कस्तो प्रकारको सहयोग, सङ्घर्ष वा विविधता छ? एकपटक आफैले अवलोकन गरेर यसको उत्तर खोज्ने प्रयास गरौँ। यसले किताबी ज्ञानलाई मात्र नभएर वास्तविक जीवनलाई पनि बुझ्न मद्दत गर्नेछ।